नमस्कार दर्शक महानुभावहरू, तपाईलाई आजको ताजा खबर टिभी युट्युब च्यानलमा स्वागत गर्दछौँ। पछिल्लो 24 घण्टामा देश विदेशमा घटेका सत्य तथ्य समाचारहरू केही मिनेटमै प्रस्तुत गर्न गइरहेका छौँ। समाचार अत्यन्तै महत्त्वपूर्ण रहेकाले भिडियोलाई सुरुदेखि अन्तिमसम्म फलो गर्नुहोला। केही सुझाव सल्लाह छ भने तल कमेन्ट गर्नुहोला। भिडियोलाई सक्दो सेयर गरी सबै नेपालीसम्म पुर्याउन मद्दत पनि गर्नुहोला। हजुरको एउटा सेयरले गर्दाखेरि धेरै नेपालीलाई केही न केही जानकारी मिल्नेछ। मैले आफूले जानेका बुझेका कुराहरू हजुरहरूलाई बताउने गर्दछु। नयाँ आउनुभएको छ, अझै पनि हाम्रो च्यानलसँग जोडिनु भएको छैन भने सब्सक्राइब र साथमा रहेको घन्टीलाई दबाई हामीसँग जोडिनुहोला। अब ढिला नगरिकन लागौँ आजका मुख्य समाचारबाट। एकाएक भर्खरै सुकुम्बासीले रासोपा कार्यालय घेराउ गरेपछि ठुलो लफडा भयो। प्रधानमन्त्री बालेन्द्र शाह निर्वाचित भएको क्षेत्रमै छन् हजारौँ सुकुम्बासी। 9 लाख नगद र 102 ग्राम ब्राउन सुगर सहित पोखराबाट एकजना महिला पक्राउ। 6 पूर्व कर्मचारीलाई 7 दिने अल्टिमेटम, सरकारी कागजात लुकाएको आरोप। भरुवा बन्दुक सहित एकजना प्रहरीको फन्दामा। 16 वर्ष मुनिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउँदै वीरगञ्जमा भारतीय इलेक्ट्रोनिक स्कुटर प्रयोगमा कडाई। एकै दिन 22 वटा जफत। सुकुम्बासी बस्तीको सामान धमाधम सम्मान सार्न थालियो। बालेनको दोजर नीति विवादमा सुकुम्बासीमाथि कडाई। सप्तरीको सरकारी जग्गा कब्जामा किन चुप र बालेनको दोजर अभियानले रवि लामी छाने चर्चामा। छाती थाप्ने अभियानले उठायो राजनीति तरङ्ग। अब समाचार पुरा हेर्नुहोस्। दर्शकबिन, सरकारले बागमती नदी किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन अल्टिमेटम दिएसँगै धमाधम सामान सार्न थालिएको छ। शनिबार र आइतबार दोजर चलाउने तयारीसँगै यो बस्ती खाली गर्न सरकारले आज साँझ 7 बजेसम्मको अल्टिमेटम दिएको थियो। सरकारको निर्देशन पाएसँगै प्रहरीले बिहिबार साँझ माइकिङ थालेको थियो। सुकुम्बासीहरूलाई शुक्रबार साँझसम्म बस्ती छाड्न भनिएको छ। सरकार पछि हट्ने सङ्केत नदेखिएपछि अधिकांश सुकुम्बासीहरूले सामान सार्न थालेका हुन्। शनिबार र आइतबार थापाथलीमा क्षेत्रको सुकुम्बासी बस्तीमा दोजर चल्ने सरकारको तयारी रहेको छ। त्यस्तै दर्शकबिन, बृहत्तर जनकपुर क्षेत्र विकास परिषदले विभिन्न कारबाहीमा परि निलम्बन तथा बर्खास्त भएका आफ्ना 6 जना पूर्व कर्मचारीलाई 7 दिनभित्र सरकारी कागजात र जिन्सी सामानहरू बुजारत गर्न अल्टिमेटम दिएको छ। परिषदका अध्यक्ष शीतल शाह पूर्वले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै पटकको ताकेतालाई अटेर गरी महत्त्वपूर्ण कागजातहरू लुकाई छिपाई राखेको भन्दै ती कर्मचारीलाई तत्काल कार्यालयको सम्पर्कमा आउन अल्टिमेटम दिएको हो। परिषदका अनुसार वरिष्ठ प्रशासकीय अधिकृत चिरञ्जीवी ढुङ्गाना, कम्प्युटर अधिकृत कृष्ण मुरारी सिंह, अधिकृत जितेन्द्र कुमार यादव, लेखापाल सावित्री कुमारी गिरी, स्टोर किपर मदन कुमार चौधरी र नायक सुब्बा सञ्जय कुमार मण्डलले हालसम्म पनि बुजारत गरेका छैनन्। उनीहरूमध्ये अधिकांश विशेष अदालत काठमाडौँमा विचाराधीन रहेको मुद्दामा प्रतिवादी समेत रहेका छन्। विशेष अदालतले 2082 चैत 2 गते नै ती सक्कल कागजातहरू झिकाउन आदेश दिएको भए पनि कर्मचारीले त्यसलाई लुकाइएको परिषदको दाबी रहेको छ। अध्यक्ष पूर्वेलाई विशेष अदालतबाट वैशाख 8 गते प्राप्त पत्रका आधारमा यो सार्वजनिक सूचना जारी गरिएको हो। सूचनामा आगामी 7 दिनभित्र ती कर्मचारीले आफूसँग रहेका सक्कल कागजात र जिन्सी सामानहरू बुझाएर भरपाई नलिएमा उनीहरू उप प्रचलित कानुन बमोजिम कडा कानुनी कारबाही अगाडि बढाउने उल्लेख गरिएको छ। त्यस्तै दर्शकबिन, पोखराबाट ठुलो मात्रामा नगद र ब्राउन सुगर सहित एकजना महिला पक्राउ परेकी छन्। कास्की जिल्ला प्रहरी कार्यालयले पोखरा 11
फुलबारीबाट 27 वर्षीय मन्दिरा मगरलाई पक्राउ गरेको हो। छापा मार्ने क्रममा उनको साथबाट ब्राउन सुगर 102.37 ग्राम र 9 लाख रुपियाँ नगद बरामद गरेको छ। ब्राउन सुगर जोख्नु प्रयोग हुने एउटा डिजिटल तराजु र मोबाइल पनि बरामद गरिएको कास्की प्रहरीले जनाएको छ। उनी लमजुमको मध्य नेपाल 6 स्थायी घर भई हाल पोखरामा डेरा गरी बस्दै आएकी थिइन्। उनको कोठाबाटै सामानहरू बरामद भएको कास्की प्रहरीका सूचना अधिकारी इन्सपेक्टर गणेश पाण्डेले जानकारी दिनुभयो। उनीहरूमाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ। लागु औषधको बिक्री वितरण भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेको हो। बरामद गरिएको ब्राउन सुगर र नगद ल्याब टेस्टका लागि पठाइएको छ। अदालतमा उनीहरूमाथि अनुसन्धानका लागि म्याद थप गर्न लागिएको पाण्डेले बताएका छन्। त्यस्तै दर्शकबिन सरकारले देशभरका सुकुम्बासी बस्तीहरू खाली गर्ने तयारी तीव्र पारेसँगै राजनीतिक विरोधमा नयाँ तरङ्ग पैदा भएको छ। काठमाडौँ उपत्यकासहित विभिन्न स्थानमा नदी किनार र सार्वजनिक जमिनमा रहेका बस्ती हटाउने तयारी बीच राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाका सभापति रवि लामिछाने सार्वजनिक बहसको केन्द्रमा आएका छन्। सरकारको सम्भावित दोजर अभियानबारे चर्चा चुलिँदै गर्दा लामिछानेले चुनावी अभियानका क्रममा चितवनमा दिएको पुरानो अभिव्यक्ति सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भएको छ। उनले त्यतिबेला सुकुम्बासीलाई उचित व्यवस्थापन बिना हटाउन नहुने भन्दै दोजर चलाए आफू छाती थाप्न तयार रहने चेतावनी समेत दिएका थिए। अहिले सरकारले व्यवस्थित विकल्प बिना बस्ती हटाउने तयारी गरेको आरोपसँगै उनको पुरानो अभिव्यक्तिले राजनीतिक अर्थ पाएको छ। तर पछिल्ला दिनमा सरकारको निर्णय प्रक्रिया र त्यसमा राजसपाको भूमिकाबारे फरक दाबीहरू सार्वजनिक भइसकेका छन्। पार्टी निकट स्रोतले भने प्रधानमन्त्री र सभापतिबीच परामर्श भइरहेको दाबी गर्दै नदी किनारका अवैध बस्ती हटाउने विषयमा राजसपाको असहमति नरहेको सङ्केत गरेका छन्। पार्टीका एक पदाधिकारीका अनुसार प्रधानमन्त्री र सभापतिबीच छलफल भइरहेको छ र बस्ती व्यवस्थापनको विषयमा सहमति नजिक रहेको छ। यता प्रधानमन्त्रीले औपचारिक रूपमा सुकुम्बासी बस्ती हटाउने कुनै निर्णय नभएको बताए पनि सुरक्षा निकायले भने माइकिङ र प्रारम्भिक तयारी सुरु गरिसकेका छन्। स्रोतका अनुसार थापाथली, शङ्खमूल, शान्तिनगर र मनोहरा क्षेत्रलाई पहिलो चरणमा लक्षित गरिएको छ। शुक्रबारदेखि नै प्रभावित क्षेत्रमा बस्ती खाली गर्न चेतावनीसहित सूचना प्रवाह भइरहेको छ। यही बीच सुकुम्बासी बस्ती खाली गर्ने तयारीबीच विरुद्ध व्यापक विरोध सुरु भएको छ। थापाथली लगायतका क्षेत्रमा बिहानैदेखि प्रदर्शन भइरहेका छन्। सरकारले विकल्प नदी विस्थापन गर्न खोजेको भन्दै स्थानीयहरू आक्रोशित बनेका छन्। प्रदर्शनका कारण सम्भावित तनावलाई ध्यानमा राख्दै राजसपा केन्द्रीय कार्यालय परिसरमा समेत सुरक्षा व्यवस्था कडा पारिएको छ। सुकुम्बासी बस्तीमाथि सम्भावित दोजर चल्ने तयारी रोक्न माग गर्दै सर्वोच्च अदालतमा समेत रिट दायर गरिएको छ। त्यस्तै दर्शकबिन काठमाडौँ महानगरपालिकासहित देशभरका विभिन्न स्थानीय तहमा अतिक्रमित जग्गा खाली गराउने अभियान तीव्र रूपमा चलिरहेको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेन नेतृत्वको सरकारले देशभरका पालिकालाई सर्कुलर जारी गरेर नदी, उकास, सडक, मापदण्ड, विद्यालय र अन्य सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना खाली गराउन कडा निर्देशन दिएको छ। सामाजिक सञ्जालदेखि मूलधारका सञ्चार माध्यमहरू भत्किएका घर, रोएका नागरिक र चलिरहेका दोजरका दृश्यहरूले भरिएका छन्। सरकारको यो कदमले देशभरका सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूमा ठूलो त्रास सिर्जना गरेको छ। तर प्रधानमन्त्री शाहकै संसदीय निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर 5 अन्तर्गत पर्ने दमकका सुकुम्बासी बस्तीहरूमा भने डर र भरोसा दुवै पाइएको छ। एकातिर सामाजिक सञ्जालमा भाइरल भिडियोले उनीहरूको मुटु कामेको छ भने अर्कोतिर आफूले भोट दिएर जिताएको मान्छेले आफ्नै उठीबास लगाउँदैनन् भन्ने विश्वास पनि छ। बाँकी अपडेट अर्को भिडियोमा।